भोलि मेरो हस्बेन्डको अपरेसन छ। आज एडमिट हुनुको लागि हस्पिटल। भोलि मेरो हस्बेन्डको अपरेसन हर्नियाको लिभर सिरोसिस भन्छ, अलिक क्रिटिकल चिज छ। आशा छ रविवारी हुनेवाला छ। पक्याममा आज एडमिट हुँदैछौँ। प्रोसेस हुँदैछ, डक्टरले रिपोर्ट बनाउँदैछ होइन। त्यस पछाडि डक्टरको पर्मिसन पाएपछि हामी एडमिट हुन्छौँ। अनि भोलि कति बजे फिक्स हुन्छ अपरेसन हेरौँ। डक्टरको वेटिङ बिरामी एडमिसन इस्यु भएको छ। एडमिसन गर्नको लागि जाँदैछ। आज त हामी नआएको होइन, बोलाउनु दिँदैन होइन। होइन फोन गरेर यो मान्छे को छ भनेर आजै त राख्नु बोलाएको कार्ड त्यो कार्ड ओम साई फाइनली हामीलाई गेट मिलेको छ। ल ल Hello, hi. तँ गरेर बुझ न, एक्सरे गर्न जानुपर्छ। आमा छोरा चिया दबाई खाजा बोकेर बिरामीतर्फ लाग्दै। यता पनि हस्पिटल बनेको होला, के को बन्छ को नि यहाँ हो। त्यही भएर थर्मो तातो पानी बोकेको छ यहाँ। अनि चिया चाहिँ यत्रोमा बोकेको छ कपमा। यो चियाले हेर चिया सेलाइसकेको हो कि थिएँ। देवर बाबु रुममा बस्नुभएको छ आज हस्पिटलमा। उहाँको लागि हो यो चियाहरू। उपचार पनि अब मान्छे पछिको कुरा हो होइन। हामीलाई चाहिँ अहिलेसम्म यहाँ राम्रो भइरहेछ। मेरो 3टा अपरेसन भइसक्यो यहाँ। अरू पनि उपचारहरू भएको छ, खै राम्रै भएको छ। यो चाहिँ भोपा क्याम्पको क्यान्टिन। भोपा क्याम्प आउँदा यहाँ सजिलो छ खानालाई चाहिँ। आजको दिन यस्तो छ।
मैले आँखाको स्क्यान गरेँ। मैले आँखाको स्क्यान गरेँ। निको भएर आउनु। डोन्ट बी स्ट्रेस। यहाँबाट देखिरहनु भएको छ, उहाँले हेर्नुभएको छैन, देख्नुभएको छैन होला। यहाँ हुनुहुन्छ, बसिरहनु भएको छ क्युमा अपरेसनको लागि। यो ग्रिन लुगा देखिरहेछ, बसिरहनु भएको छ पालोमा। भएर हुनुहुन्छ, हामी यता बसेको छौँ। आमा छोरा बाबालाई हेर्दै बसिरहेको छौँ। राम्रो होस् भगवान्। अब अलिक भिडियो खिचिँदैन होला सायद, अपरेसन जस्तो कुरामा भिडियो खिचेर बस्नु अब म यसो के भन्ने। ल अहिले राखेँ। पहिला चाहिँ यस्तो थिएन, पहिला धेरै बिग्रियो। इन्डियाको हातमा परेन। आज फेरि अपरेसनको लागि भर्ना हुन जाँदै सेकेन्ड टाइम। एक्चुअली अस्तिको पल्ट समय नमिलेर डक्टरले अपरेसनबाट रिटर्न गरायो, डिस्चार्ज गरायो। अनि फेरि भोलि छ अपरेसन। अनि त्यही भएर आज चाहिँ भर्ना हुन आएको। पहिला ओपिडीमा जचाएर, पहिला ओपिडी, त्यस पछाडि यहाँबाट एडमिसन इस्यु भएपछि हुन्छ आफ्नो। वार्डमा छिर्दै अब यसपालि चाहिँ होस् अपरेसन भन्ने काम गर्छ। हामी वार्डमा छिर्दैछौँ। अब अहिलेलाई बाई बाई। हस्पिटलमा चियर्स गर्दै फिक्का चिया। के भन्छ हौ सबै ठिकै छ। कति बजेको छ? सधैँ यहाँ के हो क्लियर हुने भयो त। पाउनु भयो
राख्नु मेन नसकी के पर्छ सर्पमा नहाल्ने दुःख देखिहाल्छ एक ठाउँ यहाँ एक ठाउँ दुई ठाउँ तिन ठाउँ हेरेछ यता 18 नम्बर यहाँ ओ मम्मी ओ सरी 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 अपरेसन लागेको 10 दिन बसेर अनि फाइनली हाम्रो यता यसको बाबाको अपरेसन सक्सेस भयो अपरेसन रुमबाट निकालेर बेडमा सारियो अनि बल्ल अलिकति भोक आयो त्यही भएर अहिले आमा छोरा खाजा खान आएको हस्पिटल क्यान्टिनमा हस्पिटलको क्यान्टिन एकदम सबै थोक पाइन्छ यहाँ अलिकति महँगो त होला अब अलिअलि त रिस्क पनि लिनुपर्छ होइन महँगो भए पनि अब ठाउँ अनुसारको ठिकै हो यो सुविधा यहाँ अरू ठाउँ पाइँदैन जस खाजा खान आएको अब खाजा खाने अलिकति ओ माई गड ओभर चिसो यार ओभर चिसो हस्पिटल बसाइ छ पानी आइरहेछ सर है ओभर मजाको जग्गा छन् चाहिँ तर हस्पिटलमा लुगा राम्रोसँग नहुँदा चाहिँ ओभरै बिजोग हुँदो रहेछ यार तातो लुगा लगाएर यस्तो हिँड्दा पो मजा आउँछ अब यो समस्यामा हिँडेको बेलामा त यसको मजा पनि नआउने चिया खानु पऱ्यो नि त हो यस्तो जाडोमा तातो पानी पनि सक्यो घरबाट ल्याएको अब चिया खाने तातो तातो खाना चाहिँ खोइ खाना खोइ मेरो खाना खोइ खाना खोइ भनेको खाना खोइ मैले दिएको त्यो दोकानमा बनाइरहेछ दोकानमा बसाइरहेछ साँच्चै फोन आएको नमस्ते आइपुग्यो अङ्कललाई हेर्नु ए देख्नुभएको थियो तपाईँले छिटो फेरि कङ्ग्रेस गर्नु पऱ्यो नरिसक्यो कङ्ग्रेचुलेसन पहिला भन के को कङ्ग्रेचुलेसन चाँडै तिमी दिदी बन्दैछौ कि के भन्दैछौ दिदी बन्दैछौ दबाई फिर्ता उब्रेको अपरेसन सकियो सिकाउ दबाई फिर्ता गएमै भाइ थ्याङ्क यू है हेल्प गर्नुभएकोमा गयौँ ल सक्सेस भएर डिस्चार्ज भएर राम्रोसँग भयो अपरेसन चाहिँ राम्रोसँग भयो लफडा धेरै भयो बिनामा धेरै टेन्सन दियो अपरेसनले टेन्सन दिन्छ भनेको अपरेसनले चाहिँ बरु सजिलो अपरेसन चाहिँ सजिलो भयो
चाहिँ यो निकालेको हो। अर्न निनीमा खाना खाने भनेर आएको है, त्यतिकै भयो। यता 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 यहाँ नमस्ते ढोक्रिया। क्या आप भी स्क्यान गर्न चाहते हो? प्रब्लम छ अनि मेरो भयो होइन। बाई 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 बाई। बाई बाई। बाई बाई। ल ल बाई बाई। एउटा कोक लिदिउँ, बाटोमा खाँदै जानु। अब एकजना वहीँ गएर बाई बाई। बाई अबि बाई।